नमस्कार, सम्पूर्णमा नमस्कार। आज म के भन्न चाहन्छु भने म चाहिँ आज के विषयवस्तुको बारेमा बोल्न चाहन्छु भने जीवनमा तपाईले यी 3 स्वभाव, गुण अथवा चरित्र भएको मानिसलाई कहिल्यै नबिर्सनु। एउटा चाहिँ तपाईको नम्बर 1 मा रहेको छ तपाईको दुःखको घडीमा तपाईलाई छोडेर जाने मान्छेलाई तपाईले जिन्दगीमा कहिल्यै बिर्सनु हुँदैन हैन। दुःखको घडी सबैलाई पर्छ हैन। कहिले कस्तो आफत पर्छ, कहिले कस्तो हुन्छ, आफ्नो एउटा खराब अवस्था आउन सक्छ कहिलेकाहीँ। त्यस्तो अवस्थामा तपाईको साथ छोड्नेलाई कहिले पनि नबिर्सनुस्। यसैगरी 2 नम्बरमा रहेको छ जसले तपाईलाई तपाईको दुःखको समयमा साथ दियो, तपाईको दुःखको घडीमा साथ दियो, त्यो मानिसलाई पनि तपाईले कहिल्यै बिर्सनु हुँदैन। हेर्नुस्, आफूलाई एउटा गुण हैन, आफूलाई एउटा भनौं न साथ दिने, गुण लगाउने मानिसलाई, आफ्नो एउटा दुःखको घडीमा साथ दिने मानिसलाई कहिले पनि बिर्सनु हुँदैन हैन। भनौं न एउटा आफ्नो दुःखको सहारा, त्यस्तोलाई चाहिँ कहिले पनि बिर्सनु हुँदैन। अर्को कुरा रहेको छ 3 नम्बरमा तपाईलाई, अर्को नम्बरमा रहेको छ दुःख दिने हैन, दुःख सिर्जना गर्ने, तपाईको खराब अवस्था ल्याउने त्यस्तो खालको मानिसलाई पनि तपाईले कहिल्यै बिर्सनु हुँदैन हैन। भनौं न तपाईको राम्रो अवस्था चल्दा चल्दै पनि तपाईको जिन्दगीमा चाहिँ एउटा आगो सल्काइदिने हैन, तपाईको जिन्दगी नै भत्ताभुङ्ग बनाइदिने त्यस्तो खालको मानिसलाई पनि कहिले पनि बिर्सनु हुँदैन। मैले आज 3 वटा कुरा भने, मानिसले कहिले पनि भुल्नै नहुने, बिर्सनै नहुने यी 3 स्वभाव भएको मानिसहरू, जसमा पहिलो नम्बरमा रहेको छ आफ्नो दुःखमा छोड्ने हैन, दुःख पर्दाखेरि अन्तै जाने हैन, दुःखमा त्यो नहेर्ने एउटा त्यो भयो। अर्को चाहिँ दुःखको घडीमा साथ दिने, दुःखको घडीमा साथ सहयोग हैन, एउटा हौसला सान्त्वना दिने त्यस्तो मानिसलाई कहिल्यै भुल्नु भएन। र अर्को 3 नम्बरमा चाहिँ दुःख सिर्जना गर्ने, आफ्नो जिन्दगीमा एउटा भनौं न आगो सल्काउने त्यस्तो खालको गुण चरित्र भएको मानिसलाई पनि कहिल्यै बिर्सनु हुँदैन। ओके, धन्यवाद।